ओहो फलानाको छोरी त विदेशबाट आकी छे, त्यसले त पक्कै कोरोना लिएर आछे, त्यसलाई गाउँबाट निकाला गर्नुपर्छ, राख्नै हुन्न। होइन, मलाई पनि त डर लाग्छ नि, मलाई पनि यति बेला साथको खाँचो छ। तर किन मलाई मेरै समाजले आज छिछि दुरदुर गर्दैछन्? हामी वा हाम्रो परिवारका सदस्य पनि भर्खरै विदेशबाट आएका हुन सक्छन्। सोच्नुहोस् त, हाम्रो आफ्नै मान्छेलाई कसैले यस्तो चुच्चो वचन लाउँदा कस्तो महसुस हुन्छ होला। पक्कै पनि नमिठो र पीडादायी नै हुन्छ। महामारी बाजा बजाएर आउँदैन, उसले कसलाई कसरी दुःख दिन्छु भन्ने पनि सोच्दैन। परदेशबाट फर्किएकाहरूले चढेको जहाज वा कतै भिडभाडमा भेटेका मान्छेहरूसँग घुलमेल हुँदा कोरोना संक्रमित हुन सक्ने शङ्काहरू हाम्रो मनमा पक्कै उठेका होलान्। त्यही डरले हाम्रो व्यवहारलाई कतै दुर्व्यवहारको बाटोतिर त दोहोऱ्याइरहेको छैन। याद राख्नुहोस्, महामारीको बेला घृणा होइन, सहयोग र सद्भावको खाँचो छ।